हामी कतिपयलाई लाग्न सक्छ एउटा पाठेघरभित्र रहेको शिशु जसलाई हामी फिटस पनि भन्छौँ कसरी जन्मने बित्तिकै बाहिरी इन्भाइरोमेन्टमा बाँच्न सक्छ। आज हामी यो भिडियोमा त्यस्ता प्रश्नहरूको सकेसम्म उत्तर दिने प्रयास गर्छौँ। एउटा बच्चा जब पूरा महिना पुगेर जन्मन्छ अर्थात् 37 हप्ता कम्प्लिट गरेर जन्मन्छ जसलाई हामी फुल टर्म बेबी पनि भन्छौँ, उसको शरीरमा अनेकौं चेन्जेसहरू आउँछन् किनभने उसले पाठेघरभित्रबाट जसलाई हामी इन्ट्रायुट्राइन इन्भाइरोमेन्ट पनि भन्छौँ त्यहाँबाट बाहिरी इन्भाइरोमेन्ट अर्थात् एक्सटर्नल इन्भाइरोमेन्टमा निस्किन पर्ने हुन्छ। पाठेघरभित्र प्रेग्नेन्सीको बेला तरल पदार्थ हुन्छ जसलाई हामी एम्नियोटिक फ्लुइड पनि भन्छौँ। त्यसैमा फिटस तैरिरहेको हुन्छ। अचम्म सुनिन सक्छ तर यो तरल पदार्थ बच्चाले फेरेको पिसाबबाट अनि बच्चाको फोक्सोबाट सेक्रेट हुन्छ। त्यस कारणले बच्चाको फोक्सो पनि फ्लुइडले भरिएको हुन्छ जसले बच्चाको फोक्सोको डेभलपमेन्टमा एकदमै इम्पोर्टेन्ट रोल खेल्छ। पाठेघरभित्रको बच्चाको फोक्सोमा फ्लुइड भरिएको हुनाले ठुलोको जस्तो बच्चाको फोक्सोले अक्सिजन भित्र लिएर ब्लडमा पुर्याउने अनि कार्बन डाइअक्साइड ब्लडबाट बाहिर फाल्ने काम गर्न सक्दैन। यस्तो ग्यास एक्सचेन्ज गर्ने काम फिटसमा साल जसलाई हामी प्लासेन्टा पनि भन्छौँ त्यसले गर्ने गर्छ। यो प्लासेन्टाले आमाको ब्लड सर्कुलेसनलाई फिटसको ब्लड सर्कुलेसनसँग कनेक्ट गर्ने काम गर्छ। त्यसले गर्दा बच्चाले अक्सिजन आमाको ब्लड सर्कुलेसनबाट पाउँछ। बच्चा जन्मिने बित्तिकै जब रुन्छ उसको फोक्सोमा भएको तरल पदार्थ अर्थात् फ्लुइड ब्लड सर्कुलेसनमा एब्जर्ब हुन थाल्छ अनि फोक्सो हावाले भरिन्छ। कहिलेकाहीँ यदि फ्लुइड राम्ररी एब्जर्ब भएन भने बच्चालाई सास फेर्ने समस्या पनि देखिन सक्छ जसले गर्दा उसलाई बाहिरबाट अक्सिजन सपोर्ट दिन पर्ने हुन्छ। अब गरौँ फिटसको मुटुको कुरा। नर्मली एउटा बच्चा अथवा एडल्टमा मुटुबाट अक्सिजन मात्रा कम भएको ब्लड फोक्सोमा जान्छ अनि फोक्सोबाट प्योर अर्थात् अक्सिजन धेरै भएको ब्लड फेरि मुटु हुँदै पुरै शरीरमा डिस्ट्रिब्युट हुन्छ। तर फिटसमा अघि हामीले भने जस्तो फोक्सो त तरल पदार्थले भरिएको हुन्छ। त्यसले गर्दा फोक्सोले काम गरिरहेको हुँदैन। मुटुबाट फोक्सोमा इम्प्योर ब्लड लाने नसा र मुटुबाट शरीरमा प्योर ब्लड लैजाने नसाको बीचमा डिरेक्ट कनेक्सन हुन्छ जसले गर्दा लङ्समा ब्लड नगइकन अर्थात् लङ्सलाई बाइपास गरेर मुटुबाट पुरै शरीरमा ब्लड डिस्ट्रिब्युट हुन्छ। यदि लङ्स अर्थात् फोक्सोले नै काम नगर्ने भए पुरै शरीरले अक्सिजन मात्रा धेरै भएको ब्लड कसरी पाउँछ? फिटसको मुटुमा सालबाट अक्सिजन मात्रा धेरै भएको ब्लड आउँछ। त्यसले गर्दा अक्सिजन मात्रा धेरै भएको ब्लड लङ्सलाई बाइपास गरेर मुटुबाट पुरै फिटसको शरीरमा अनि डिफ्रेन्ट भाइटल अर्गान जस्तै मृगौला, ब्रेन अनि मुटुमा सप्लाई हुन्छ। फिटस बाहिरी इन्भाइरोमेन्टमा आएपछि जब फोक्सोबाट फ्लुइड एब्जर्ब भएर हावाले भरिन्छ फोक्सो फङ्सनल हुन थाल्छ। त्यसपछि मुटुबाट फोक्सोमा जाने नसा र मुटुबाट पुरै शरीरमा जाने नसा बीचको डिरेक्ट कनेक्सन बन्द हुन्छ। नर्मली यो कनेक्सन बच्चा जन्मेको 48 घण्टामा बन्द हुन्छ जसले गर्दा मुटुबाट फोक्सोमा जाने अक्सिजन मात्रा कम भएको ब्लडमा अक्सिजनेसन हुन थाल्छ अनि त्यही अक्सिजन भएको प्योर ब्लड मुटुबाट पुरै बच्चाको शरीरमा डिस्ट्रिब्युट हुन थाल्छ। यस्तो चेन्जेसहरूले गर्दा एउटा पाठेघरभित्र रहेको फिटस बाहिरी इन्भाइरोमेन्टमा आएपछि एड्याप्ट गर्न सक्छ। आज यो भिडियोमा हामीले एउटा पाठेघरभित्र रहेको शिशुमा के कस्तो चेन्जेसहरू आउँछ जसले गर्दा उसलाई बाहिरी इन्भाइरोमेन्टमा एड्याप्ट हुन मद्दत पुर्याउँछ भन्ने विषयमा चर्चा गर्यौँ। अब अर्को भिडियोमा हामी एउटा नवजात शिशु जन्मेको 48 घण्टाभित्रमा के कस्तो कुरामा हामीले ध्यान पुर्याउनु पर्छ भन्ने विषयलाई लिएर आउनेछौँ। आजको लागि यति नै। म डाक्टर उत्तम तिवल सिन्हा, बालरोग विशेषज्ञ। धन्यवाद।